नमस्कार। आज 2082 चैत्र 30 गते सोमबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज 2082 चैत्र 30 गते सोमबार। आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2082 चैत्र 30 गते सोमबार। चेतावनी छैन। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर, काठमाडौँ। फोन 1155 10141131191014113345।